गलत। एभरेस्ट होटल अगाडि प्रहरीको ब्यारिकेडिङ तोडेर प्रदर्शनकारीहरू बानेश्वर र संसद भवनतर्फ गएको यो भिडियो। यसमा प्रश्न देखिन्छ, युवाहरूलाई कसैले घेरेको थिएन र उनीहरू स्वस्फूर्त रूपले आन्दोलनको आवेगमा ब्यारिकेडिङ तोड्दै बानेश्वर चोक र संसद भवनतर्फ जाँदै थिए र यो भिडियो एभिडेन्समा कसैले कसैलाई घेरेको प्रमाण छैन। इनफ्याक्ट भिडमा त्यस्तो गर्न साध्य पनि हुँदैन। ओलीजी, जुन जनताको सामु तपाईँहरूले फेसबुकमा भ्रमको खेती गर्दै हुनुहुन्छ, यी नेपाली जनता तिनै हुन् जसको अगाडि गएर तपाईँले यसपालि भोट माग्नु पर्नेछ। बालबालिकाको लासमा राजनीति गरेर कुन मुखले कुन नैतिकताले भोट माग्न जानुहुन्छ त्यो त हेरौँला नै, तर यस्तो विषयमा भ्रम छरेर जनताले पत्याउँछन् भन्ने सोच्नु भनेको तपाईँले तपाईँकै मतदातालाई मूर्ख ठानेको हो। तर सोसल मिडिया छ, सबैको हातमा स्मार्टफोन छ, भिडियो एभिडेन्स छ र हामी जस्ता सानातिना क्रिएटर्सहरू छौँ। जनतालाई झुक्क्याउन र मूर्ख बनाउन आजकल त्यति सजिलो छैन। जसरी 10-12 वर्ष अगाडि तपाईँले राष्ट्रियताका नाममा जनताले मूर्ख बनाउनु भएको थियो र राष्ट्रवादको खोल ओढेर देशमा थुप्रै भ्रष्टाचार काण्ड मचाउनेहरूलाई साथ दिँदै हुनुहुन्थ्यो। तर वेट, भिडियो अझै बाँकी छ। यो पोस्टको अर्को अंश हेर्नुहोस्। 19 जना नानी बाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु। त्यो पीडा आजसम्म पनि मसँग छ। गोली चल्ने परिस्थिति निर्माण भयो भने त गोली त फेरि पनि चल्छ त। गोली नै नचलाउने भन्ने कुरा हुँदैन। गोली त चल्छ। कस्तो परिस्थितिमा गोली चल्छ? मान्छे मार्नुपर्छ भन्ने होइन, तर मान्छे मर्छ त। अब भदौ 23 गते साँझ 6 बजेको घटना तपाईँहरूले म सुनाउँछु। ओली सरकारको दिनभरिको नरसंहारपछि बालुवाटारमा मन्त्री परिषदको बैठक बस्छ। 21 युवाहरू डरिसकेका थिए, तर प्रधानमन्त्रीको घमण्ड भने रत्तीभर पनि घटेको थिएन। उनको हाउभाउ र बोलीचाली हेर्दा यो घटनाप्रति उनी खासै संवेदनशील देखिँदैनथे र कुनै पनि हालतमा उनले राजीनामा दिने सोच बनाएका थिएनन्। अरू त अरू, आम जनतासँग माफी माग्नु त परै जाओस्, गल्ती प्रहरी प्रशासनको हो भनेर उनी आफू उम्किन खोजिरहेका थिए। आन्दोलनकारीलाई एभरेस्ट होटल अगाडिसम्म किन जान दिइयो? ब्यारिकेडिङ किन बलियो बनाइएन? ओली आफ्ना मन्त्रीहरूलाई यस्ता प्रश्न सोधिरहेका थिए। त्यतिकैमा सो बैठकमा गृहमन्त्री रमेश लेखक प्रवेश गर्छन् र ओलीलाई राजीनामा पत्र थमाउँछन्। ओली आश्चर्यचकित हुन्छन् र राजीनामा स्वीकृत गरे पनि सरकारले बाहिरैबाट भए पनि साथ दिन ओलीले गृहमन्त्रीलाई आग्रह गर्छन्। निर्लज्जताको पराकाष्ठ देखाउँदै युवाको रगतले भरिएको हातहरूको आडमा ओली आफ्नो कुर्सी जोगाएर बस्छन्। यदि उनले त्यो रात सुझबुझ र संयमता देखाउँदै आफ्नो गल्ती स्वीकार गरेर नैतिकताको आधारमा राजीनामा दिएका भए भदौ 24 गते देश त्यसरी सायद जल्ने थिएन। त्यसैले अर्को दिन अर्थात् भदौ 24 को दोषी कोही हो भने त्यो तपाईँ केपी शर्मा ओली नै हुनुहुन्छ। प्रधानमन्त्रीले अहिले राजीनामा दिनुहुन्न। नेपालको इतिहासमा हामीले कोत पर्व पढेका थियौँ, जनआन्दोलन देखेका थियौँ, माओवादी जनयुद्ध भोगेका थियौँ। यी सबै घटनामा धेरै व्यक्तिले ज्यान गुमाएका थिए, तर सरकार आफैले आम नागरिकमाथि नरसंहार गर्ने उद्देश्यले एकै दिन यत्रो ठुलो संख्यामा निर्दोष बालबालिका र युवाहरूको हत्या गरेको घटना इतिहासमा कहिल्यै भएको थिएन। इतिहासले ओलीलाई एउटा निकम्मा, निर्लज्ज, अहङ्कारी, हत्यारा र असक्षम प्रधानमन्त्रीका रूपमा सम्झिनेछ र उनको नाम नेपालको इतिहासमा लज्जा र शर्मका साथ हेरिनेछ। सी यू इन द नेक्स्ट वन। लाइक त थिच्दिनुहोस् बाबा, त्यही छेउमै हुन्छ लाइक।